सम्झेर हेर्ने सिधा कुरो गर्नु भइहाल्यो मुस्कान पासा पातो रिस नगर्नुहोस् हेर्नुहोस् है अब गीत लेखक पनि त्यस्तै छन् नायिकाहरू पनि त्यस्तै छन् है अब यो नेपाली चलचित्र उद्योगले फड्को मार्नको लागि सुधार गर्नुपर्ने कुरो के छ त अब पहिलो कुरो के भन्दाखेरि भयो राज्यले कलाकारहरू राष्ट्रको गहना भन्छ तर कलाकार राष्ट्रको गहना होइन कलाकार त दर्शकको गहना हो दर्शकले माया गर्ने कलाकार आफ्नो श्रम र पसिनाले कलाकार भएको आजसम्म कुनै कलाकार विदेशी भूमिमा ट्रेनिङ गरेर राज्यको ढुकुटीबाट पैसा पठाएर ट्रेनिङ गरेर आएको रेकर्ड छ आजसम्म कुनै कलाकारले सञ्चय कोष पाएको पेन्सन पाएको रेकर्ड छ कलाकार राष्ट्रको गहना होइन यहाँ त कलाकार पनि कस्ता भयो भन्दा कोही माओवादीको कलाकार कोही एमालेको कलाकार कोही काङ्ग्रेसको कलाकार कोही राष्ट्रको कलाकार खोइदैन राष्ट्रको कलाकार खोइदैन अहिले जनताले सबै पार्टीको पनि नेतृत्व हेरिसक्यो एउटा मात्रै क्षेत्रको नेतृत्व हेर्न बाँकी छ त्यो कलाकारिता क्षेत्र हो यस्तो बेलामा हाम्रो कलाकारहरू कोही चलचित्र विकास बोर्डको अध्यक्ष पड्काउन पाए हुन्थ्यो भनेर धाउने कोही सेन्सर बोर्डको सदस्य हुन पाऊँ भनेर धाउने यस्तो पनि हुन्छ यहाँ हुनुपर्छ त अब सबै कलाकार एक हुनुपर्छ म एउटा दर्शकको नाताले बुझ्याएको होला यो म अहिले बिदा भयो है धेरै टाइम बनाउँ होला म अहिले जान्छु बुझेँ कहाँ बिर्सिहाल्ने परिवार भयो आफूले कहिले उचाल्न पाउँदैन अर्काको भए पनि उचाल्नु थ्याङ्क यू जुरी थ्याङ्क यू अडियन्स